लो एस्टिल हो एस्टिल एस्टिल हो एस्टिल आउँछ नि बाबाले नि हेर्छ उताबाट अब बाबाले नि हेर्छ उताबाट है बाबाले नि हेर्छ है तेरो पनि बाबाले हेर्छ है सबैको बाबाले हेर्छ ल म गएँ है ल हेलो बाबा भन्नु हेलो बाबा भन अनि यस शाबास शाबास ओके ल जान्छु है बाई बाई ल बाई 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 ल हस्पिटल साह्रै लाग्यो बिचरा दिदीलाई बुलेट बाइकलाई हानेको पनि है आउनु दिदी आउनु आउनु हिँड्नु आउनु आउनु मन्छेलाई हाने होइन मन्छेलाई हानेपछि त्यो डिस्प्यारेन्स हो सिधै आएर मलाई हान्थ्यो क्या तेरिका ए मलाई पनि हान्देला यार के गर्ने यार यस्तै छ बिचरा ल है ल म गएँ त्यो छ बिहान बिहान एक्सिडेन्ट ए भगवान् त्यही भएर हतार नगरौँ भगवान् हतार नगरौँ भन्नुको कारण यो हो कि जबरजस्ती हतार गरेर चलाउँछ यार एक सेकेन्डले मान्छे उस हुन्छ क्या बिचरा त्यो दिदीलाई उडाइदियो पहिला बिचरा दिदीलाई हानेर डिसब्यालेन्स भएर बुलेटलाई ठोकेछ अनि बिचरा अनि के गर्नु अनि के भन्नु त्यस्तोलाई सो हेलो माई युट्युब फ्यामिली वेलकम ब्याक टु माई च्यानल तपाईँहरूलाई मेरो च्यानलमा स्वागत गर्दछु है द बिजी वेमा आज बिहान बिहान ब्लगमा हिँडेको थिएँ है सुरुमै अब ब्लगमा हिँडेको थिएँ सुरुमै एक्सिडेन्ट अब है अब भयो है अब लाइभ त गर्न सकिएन होइन तैपनि लाइभ गर्न नसके पनि अब यस्तै हो अब एक्सिडेन्ट भयो बिचरा दिदी पनि यस्तै हो कहिलेकाहीँ च्यानललाई माया गरिदिनु भएको छ तपाईँहरूले है कति 5 दिनपछि भिडियो हालेको छु है काम विशेषले गर्दा भिडियो हाल्न नपाएको कारणले है सो 4 दिनपछि भिडियो हालेको छु अपलोड गरेको छु च्यानललाई अझै पनि माया गरिदिनु हुन्छ भन्ने आशा छ है सो हुन्छ हेलो हेलो हजुर ठ्याक्कै कहाँ हुनुहुन्छ लक्ष्मीजी विजय हो ल जाम है त यो गाडी कहाँ हालेछ भोसडीले ल माथि हाल्दै यार ठिक हो नि अब छिराउनु त पऱ्यो ल यस्तो यसले निक्लिनै नदिने भयो क्या अब यार तपाईँ जाम कसम क्या अब कता यतातिर खाजा खान आएको कि त्यहाँ म आइरहेको छु ड्रिम ए भित्र भयो भने त राम्रो चल्छ यार मान्छेलाई थाहा छ कि यहाँ खाजा पाउँछ भन्ने थाहा भइसक्यो नि त त्यही भएर बिचरा न्यु रोडको सटरहरू सब बन्द भइसक्यो यार कठै यार अब व्यापार बिजनेसै छैन मन्दी लाग्यो नि त यतैतिर ल हस् थ्याङ्क यू हुन्छ है त ऱ्याङ्कर छ होला नि छ हस् धन्यवाद लन्चकमा हुनुहुन्छ अरे गुरुङ ड्रेस लाएर है सो लेट्सको पहिला उहाँलाई लिन्छौँ त्यसपछि कुरा गरौँ न है हुन्छ
हजुर हो ल हिँड्नु उनीहरूको पछि पछि जाऊँ न होइन हाम्रो पछि पछि ए हो हाम्रो पछि पछि ल भनेपछि बुद्ध जयन्ती मनाउन आउनुभयो ए गुम्बा भयो जानुपर्ने मन्दिर कहाँ फेरि हजुर गुम्बा भयो जानुपर्छ त मन्दिर आउने गुम्बा गएको ए गुम्बा गएर यहाँको गुम्बा गएर पूजा गरेर आएको ए ऊ यहाँको अँ। ए म त जानै पाएन आज त कतै पनि हजुर ऊ चाहिँ गुरुङ हो अँ ए के रे सवन मुवा भनेर सोध्नु न गगन सवन सवन? अँ ए सवन मुवा भनेको सन्चै छ भनेर सोधेको के सन्चै हुनुहुन्छ सन्चै छ सन्चै यो बेनी बागलुङको मगर होइन के यतातिरको मगर तपाईँ कताको मगर म म्याग्दीको मगर हो ए भनेपछि त म्याग्दीको मगर फेरि मगर भाषा खासै बोल्दैन तपाईँले बोल्नुहुन्न भनेपछि म बोल्दिनँ आउँदा पनि आउँदिनँ त्यही झोलले भन्न मात्रै आउँछ भनेपछि पोखरै बस्नु भएको होला होइन गाउँमै बस्या हो बस्न त अनि टोन त कस्तो फेरि कास्केली टोन छ त तपाईँको त फेरि कास्कीको टोन छ अगाडि जानु प्लिज तपाईँहरू तिमीहरूको उकालो आइदिनु हुन्छ अरे क्या फोटोहरू भिडियोहरू ब्लग ल भयो हेलो अनि के गर्नुहुन्छ त नि तपाईँ पढ्दै लेख्दै काम गर्दै हस्पिटलमा जाऊ ए हस्पिटलमा जाऊ हस्पिटल चिन्नु यो फुलबारी ब्यारेकको आर्मी त्यहीँनिर ए नर्सहरू हो तपाईँहरू ल ल यतैबाट जाऊँ आज चाहिँ छुट्टी दिएको ए ए भन्दा पनि मेरो नाइट थियो हिजो ए नाइट गरेर आज नाइट अफ हो हजुर नत्र भने त खासै त मिल्दैन नि दुईजनालाई त ए भनेपछि आज पनि नाइट हो तपाईँको होइन आज नाइट अफ ए छुट्टी आज भोलि ड्युटी बिहान मर्निङको ड्युटी हो ए मर्निङमा जाने हामी कतातिर आयौँ हामी ठ्याक्कै ट्रेड मलको पछाडि यता कालो गेट ए हिँड्नुभयो मैले क्या ठ्याक्कै पुऱ्याइदिन्छु ल डेस्टिनेसन यहाँ अड्किन्छ है बिस्तारै यो यहाँ अड्किन्छ हो त्यहाँ थ्याङ्क यू है बाई बाई हुन्छ ओके थ्याङ्क यू बाई बाई थ्याङ्क यू पायलजी हो तपाईँ ए आउनु आज बुद्ध जयन्ती रहेछ है त्यही भएर पो सबै बन्द रहेछ खाली खाली रोडहरू म त किन बन्द भएछ आज भन्दै बसिरहेको हस्पिटलै जानु हुने कि हस्पिटल साइडतिर हस्पिटलै जाने ए त्यहाँ सन्चो भएन कि के हो हजुरलाई ए जचाउन जानु हुने ए ल ल मेरो च्यानलको नाम चाहिँ द बिजी वे भनेर छ हजुर पर्खिन है ल हुन्छ ल राम्रोसित जचाउनु है हुन्छ थ्याङ्क यू ओके बाई बाई हाम्रो लामा गाउँबाट लेक साइडको लागि सो बहिनीलाई लिन जाँदैछु है बहिनीलाई लिन जाउँ अनि कस्तो कुरा गर्छ त्यही बहिनीसँगै होइन अनि कुरा गर्ने कोसिस गरौँ है त्यही अनुसार सो लेट्स गो पहिला लिन जाऊँ अनि त्यसपछि कुरा गरौँ ओके भरे चोर्न आउनु पर्ला जस्तो चाहिँ सट्टा काटेर विकास दाइको छतमाथि फालिदिन्छु अनि तरकारी खाने यार ल ओके मैले चाहिँ कहिले आएन चिप्स खान्छ न केराको खान्छु आज टिकटकमा खिच्छु र वाङलाङ चाङलाङ त्यो हाल्छुटेर मलाई त्यो बाहिरकै मान्छे हो के भन्छ राजा
निङाङ चाङलाङ साङलाङ टिङलाङ त्यही भनेको मैले होइन त्यो ऱ्याप त्यो तिनीहरूको बाहिरको भाषाको ऱ्याप हो कि त्यो अब हामीले सुन्दा त कमेडी सुनिन्छ नि त अब त्यो हामीले त्यो चाइनिज बोल्नु नआएर स्टाइल पारेर बोले जस्तो कि कस्तो सुनसान है बाटो आज साउन्ड हुन्छ नि एउटा ए गर्छ नि त्यो साउन्ड के गरेको यो साउन्डहरू छ नि है टिकटकमा अनि आयोरीमा क्या कमेडी साउन्ड तालु पड्काएर हुनु न हानेर भाग्ने के हामीले के है मैले हान्छु ल त्यस्तो ल म साइडमा लैदिन्छु होइन अब आयो भने के टप्ली दिएर अनि मैले रोकिदिने रे के हुन्छ होला हामी चाहिँ पोखराको जस्तै नमुना एकदम उल्फाटाङ गर्ने मान्छेहरू रे क्या अनि नौटङ्गी पटाम्रो पुटुमा हिर्काउँदै हिँड्ने क्या चोला पनि त्यो धोती हाल्दैन बाटोमा सुइसिर आफ्नै तालमा हिँडिरहेको अनि बाटोमा आफ्नै तालमा हिँडिरहेको छ पटामा अलि राम्रोसित हिँडेको मिलेन हामी त्यस्तो गर्छ त भिडियो हिँडेको मिलेन भन्ने क्या अनि होइन उयो ड्राइभरलाई के छ दोस्त भन न के भन्ने रहेछ भन न यो जोल्टिङ हो कि फोल्टिङ हो कति धेरै हो भनेको के दिक्कै लाग्दै यार उस लिएर आएर घन लिएर आएर फुटाल्दै बस्नुपर्छ कि मेरो टायर छिर्ने मात्रै बाटो बनाउने क्या ला यो मेरो बाटो अबदेखि भनेर अनि झ्याउ लाग्ने क्या अब ल अनि यहाँ पनि बाटो बाटोमा यसो देऊ न यार कुरा गरिदेऊ न यार के छ यार भनेर गर्नुहुन्थ्यो क्या कहाँ ड्युटी जान चाहिँ माइन्ड सेटअप हुँदैन नि त त्यस्तो कुरामा त घुम्न जान लाग्छ भने चाहिँ फ्रिली हुन्छ फेरि यो हसन लाग्छ तपाईँको बहिनी कम छैन फेरि सोध न उसलाई कि लेग साइड कता पर्छ दाइ भनेर सोध न ओके सो आजको भ्लग पनि लगभग पुरा भएकै छ है ब्याट्री पनि सिद्धिन लाग्यो गोप्रोको है सो आजको लागि भ्लग यति नै गर्नु पर्ला च्यानललाई माया गरिदिनु भएको छ तपाईँहरूले है त्यसको लागि धेरै धेरै धन्यवाद फेरि अझै पनि माया गर्नुहुन्छ भन्ने आशा छ है सो हुन्छ सो आजको लागि यति नै गरौँ है भोलिको भ्लगमा भेटौँला है ओके बाई